नमस्कार साथीहरू, देशमा निर्वाचन हुनै सक्दैन भन्ने धेरै नेताहरूको भनाई र आलोचना बीच प्रधानमन्त्री सुशीला कार्कीले दृढ नेतृत्व देखाउँदै शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराएर उदाहरण प्रस्तुत गर्नुभएको छ। निर्वाचन हुन नदिने असम्भव हुने जस्ता टिप्पणीहरू सार्वजनिक रूपमा भइरहेको बेला प्रधानमन्त्री कार्कीलाई व्यक्तिगत रूपमा पनि धेरै आलोचना र अपमान सहनु परेको थियो। कतिपयले चुनाव गराउन सक्दैन भन्दै उहाँको क्षमतामाथि नै प्रश्न उठाएका थिए। तर ती सबै चुनौतीलाई सामना गर्दै प्रधानमन्त्री कार्कीले संयमता, धैर्यता र दृढ सङ्कल्प साथ निर्वाचन प्रक्रिया अगाडि बढाउनु भयो। अनन्त उहाँकै नेतृत्वमा देशभर शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार कठिन परिस्थितिमा पनि लोकतान्त्रिक प्रक्रिया अगाडि बढाउनु प्रधानमन्त्री कार्कीको महत्त्वपूर्ण उपलब्धि हो। यसले देशमा लोकतन्त्रप्रति जनताको भरोसा यज्ञ बलियो बनाइएको बताइएको छ। प्रधानमन्त्री कार्कीले यो कदमले आलोचकहरूलाई पनि स्पष्ट सन्देश दिएको छ। दृढ इच्छाशक्ति र जिम्मेवार नेतृत्व भए असम्भव जस्तो देखिएको काम पनि सम्भव बनाउन सकिन्छ। त्यसैले पनि धेरैले उहाँलाई देशकी आमा भनेर सम्बोधन गरेका छन्। आमा भनेको के हो, आमाको माया, धैर्यता र जिम्मेवारी कस्तो हुन्छ भन्ने कुरा सबैलाई थाहा नै छ। त्यसको व्याख्या गर्नु आवश्यक पर्दैन। अन्त्यमा देशभर शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराएर लोकतन्त्रलाई बलियो बनाउने कार्यमा महत्त्वपूर्ण भूमिका खेल्नु भएकोमा सबै जनताको तर्फबाट प्रधानमन्त्री सुशीला कार्कीलाई हार्दिक बधाई तथा सम्मान व्यक्त गरिएको छ। हवस् त।